एकदम फेरि के छ अब नमस्कार 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 आराम हुनुहुन्छ नि हजुरहरू ठिक छ नमस्कार नमस्ते ठिक हुनुहुन्छ नमस्कार आराम हुनुहुन्छ नि र त्यस पछाडि आवश्यकता अनुसार उपसमितिहरू गठन गर्ने यो समितिको मुख्य जिम्मेवारी प्रचार प्रसार घर दैलो जनसम्पर्क परिचालन यो प्रचार प्रसार घर दैलो गर्नका लागि तपाईहरुले कार्यक्रम तय गर्न कोसँग सरकार गर्ने त भन्दा हाम्रो ध्रुवगिरी हुन्छ एकल सर प्लिज अगाडि आइदिनु सबै एकल फेरि म देखाउँछु हजुरलाई चिन्नु पर्यो उहाँलाई उहाँको नम्बर पनि म सार्वजनिक गरिदिन्छु 98 56,498 नोट गर्नुपर्छ अथवा मोबाइलमा सेभ गर्नुपर्छ। अब निर्वाचन सम्बन्धी उम्मेदवारलाई ल्याउनु पर्यो हैन काहीँ अब डुलाउनु पर्यो घर दौलमा लैजानु पर्यो भने ध्रुव सर मार्फत एक वर प्रणालीबाट हामी गर्छौँ। त्यस पछाडि मतदाता शिक्षा जनस्तरमा पुर्याउनु छ घन्टीमै मत कसरी ल्याउने अघिल्लो पटक टोकोमा पनि मत हाल्नु भयो अब त्यो त नछुकिने बनाउनु छ यसपालि टोल टोलमा अझै तगडा हुनुहुन्छ है सदुका हो नमस्कार राम्रो स्वास्थ्य राम्रो होस् है बुवा राम्रो होस् तपाईलाई पनि राम्रो हुन्छ कति उमेर भयो बुवाको कति उमेर भयो 93 92 उहाँ भाइ तपाईँ दाजु म घन्टी चुनाव चिन्ह लिएर आएको यहाँ घन्टी चुनाव चिन्ह लिएर हाम्रो आत्माको कुरा आयो यहाँ बस्नु श्रीमान नारायण भान घंटी पीरैमा
मान्छे एमालेको हो पहिला है फेरि म 8 नम्बर इन्चार्ज युवा सङ्घको अहिले चाहिँ रवि दाईको पहिला जित खाने रवि दाई जता गयो त्यतै किशोरदाहरू घरमा फर्स्ट टाइम फेरि भेटौँला नमस्कार